भएको छ, राजाको राजा। अनि हामी चाहिँ किन खुसी नहुने होइन? हामी चाहिँ किन प्रशंसा नगर्ने ठुल्ठुलो स्वरमा? यहाँ मानिसहरूले चिच्चाइ यहाँ प्रशंसा गरेको कुराहरू पाउँदछ है। आज ख्रिस्ट येशू चाहिँ आउनु भएको छ। तपाईँ र मेरो हृदयमा उहाँ चाहिँ आउन चाहनुहुन्छ कि हामी चाहिँ उहाँलाई स्वागत गर्न तयार छौँ कि छैन? उहाँलाई राज्य गर्न हामी अनुमति दिन्छौँ कि दिँदैनौँ? कतिपल्ट नि हामी ख्रिस्टलाई चाहिँ हाम्रो जीवनमा राज्य गर्न दिँदैनौँ। हाम्रो काँधहरूमा हामी येशू ख्रिस्टलाई राख्नै चाहन्छौँ। उहाँ तपाईँ म र तपाईँमाथि सवार हुन चाहनुहुन्छ। बुझ्नुहुन्छ नि? उहाँ सवार हुन चाहनुहुन्छ। तपाईँ र मलाई उहाँले प्रयोजनमा ल्याउन चाहनुहुन्छ, प्रयोगमा ल्याउन चाहनुहुन्छ। कतिपल्ट हामी ख्रिस्टलाई त्यो अनुमति दिँदैनौँ। हाम्रो काम त यति धेरै कुराले भरिएको हुन्छ नि, रिसले, दाहाले, जिद्दीपनले, यति कुराले भरिएको हुन्छ। उहाँको लागि ठाउँ छ र छैन? कतिपल्ट उहाँले हाम्रो के भन्छ माथि चढ्न नै दिँदैनौँ, बस्नु नै दिँदैनौँ। जब उहाँ तपाईँ माथि चढ्नुहुन्छ नि, त्यो गधाले जसरी आदर पाए नि, यहाँ तपाईँले देख्नुभयो नि मानिसहरूले ओछ्याएको कुरा, तपाईँहरूले त्यो कुरा पाउनुहुन्छ। तर नट फोर त्यो पाउँछ भनेर चाहिँ होइन। मैले भन्न खोजेको जब ख्रिस्टलाई जब तपाईँ चाहिँ के भन्छ चढ्न दिनुहुन्छ, उहाँलाई काम गर्न दिनुहुन्छ, त्यहाँ चाहिँ महिमाको ठुलो काम तपाईँहरूको जीवनबाट हुन्छ। मानिसहरूले तपाईँलाई गधा भन्न थाल्छ, मानिसहरूले तपाईँमा त्यो पोटेन्सियल देख्दैन होला, तर ख्रिस्टले चाहिँ त्यो पोटेन्सियल तपाईँमा र ममा देख्नु भएको छ। यहाँ जुन यो गधा प्रयोग गरेको छ नि ख्रिस्टले, बछेडो जुन चाहिँ 4 वर्षको मेल के भन्छ गधा भनेर चाहिँ यहाँ देखिएको छ। यो 4 वर्षको गधा मेल भनेर चाहिँ पुरा ग्रोन अप भइसक्यो, पुरै फुल पोटेन्सियल छ उसमा। आज तपाईँ र ममा पनि पोटेन्सियल छ, तर हामी खै त परमेश्वरको महिमाको लागि हामी प्रयोगमा हुने, खै त हामी परमेश्वरको भवनमा हुने, खै त हामी परमेश्वरको लागि म तयार छु भन्ने। हामी बाध्यकै अवस्थामा हामी ठिक छौँ, तर प्रभु आज तपाईँलाई फुकाउन चाहनुहुन्छ, तपाईँको परिवारलाई फुकाउन चाहनुहुन्छ, तपाईँको सम्बन्धलाई फुकाउन चाहनुहुन्छ। तपाईँलाई परमेश्वरले तपाईँलाई पापबाट छुटकारा दिन चाहनुहुन्छ, गिल्टहरूबाट छुटकारा दिन चाहनुहुन्छ है। हामी स्वतन्त्र भन्छौँ, तर कतिपल्ट हामी स्वतन्त्र हुन जान्दैनौँ। तर यो पाम सन्डेमा खजुर आइतबारमा परमेश्वरले भन्दै हुनुहुन्छ, म तपाईँलाई छुटाउन तयार छु, म तपाईँलाई प्रयोग गर्न तयार छु, म तँमाथि चढ्नेछु कि तेरो काँडमाथि मेरो लागि ठाउँ छ।